नमस्कार सबैजनालाई स्वागत छ नयाँ भिडियो ब्लगमा। आज हामी हाम्रो स्कुलमा शब्द श्रृङ्खला भन्ने खेल खेलाउँदैछौँ, जहाँ चाहिँ तपाईँले यहाँ टेक्दै जानुपर्छ। जस्तो यहाँ तपाईँ छ, तपाईँसँग तीनटा अप्सन छन्, आउनुहोस्, आइज, आउ। के हुन्छ त? सुरुमा तपाईँलाई टेक्ने अनि त्यस पछाडि आउनुहोस्लाई टेक्ने। फेरि दुध कस्तो कलरको हुन्छ त? कालो, सेतो, निलो। दुधलाई टेक्ने अनि सेतोलाई टेक्ने। धनकुटा के हो? जिल्ला, देश, प्रदेश के हो? त्यहाँ टेक्ने, फेरि अगाडि जाने। यसरी नै हामीले लामो शब्दको श्रृङ्खला बनाएको छौँ र प्रतियोगी विद्यार्थी हुनुहुन्छ, यहाँनिर जाँदै हुनुहुन्छ। उहाँले जतिवटा राइट गर्नुहुन्छ हामीले त्यति मार्क्स दिन्छौँ, अनि सबैभन्दा बढी सही टेक्ने विद्यार्थीलाई चाहिँ हामीले छान्छौँ र प्रतिस्पर्धामा लाँदैछौँ अर्को स्कुललाई। यसरी सरहरूले छान्दै हुनुहुन्छ र हाम्रो ज्ञानेन्द्र सरले यहाँ नम्बर लेख्दै हुनुहुन्छ। यस्तो छ अहिलेसम्मको नम्बर चाहिँ। कति राम्री मान्छे हो म चाहिँ, कति राम्री मान्छे हो म चाहिँ। कहाँ हौ? हेर्नु न, टेक्दै आउँदै हुनुहुन्छ नि। रियासा हो? तपाईँको नि पाला आयो? ए त्यसो नगर्नु त, ननिकाल्नु न, त निकाल्नु हुँदैन, टोपी त निकाल्नु हुँदैन। खै आ ल भयो, थ्याङ्क यू भेरी मच।